वर्षसम्म बिहा नगरेको पनि तपाईँहरू जस्तालाई लट्ठै पार्नुलाई हो। फेरि अरूलाई लाग्न सक्छ लट्ठै परे पनि कति नै मोटी छ यो भन्ठाने होला होइन। खासमा मोटी हुनु र दुब्ली हुनुमा केही फरक छैन सोल्टी। ओके खासमा दुब्ली हुँदाखेरि चाहिँ लुगा लगाएको सुहाउने मात्रै हो। लुगा लाउँदा चिटिक्क हुन्छ, बडीमा फिट हुन्छ, अट्र्याक्टिभ देखिन्छ, फोटो खिच्दा राम्रो आउँछ। तर मोटी हुनुको फाइदा भनेको चाहिँ चार्मिङ हुन्छ, रसिलो हुन्छ होइन। लुगा लगाएको नसुहाउने मात्रै हो नि। मेरो गाला छाम्यो भने को मजा आउँछ जोड्ने। अब साँझ परिरहेछ, साँझ परिसकेपछि चाहिँ मजा आउने भनेको जम्मा 3टा काम गर्दा हो। कि भट्टीमा छिर्नु पर्यो, चेस गर्नु पर्यो, कि तरुनीकोमा छिर्नु पर्यो, के ज्योति मगरकोमा आउनु पर्यो र हो यही के ज्योति मगरमा आउनु पर्यो अनि हुन पर्यो नि त होइन। भित्रमा सबै पर्छ। फेरि भट्टी नै त्यसैमा आउँछ, तरुनी पनि त्यसैमा आउँछ, रोमान्स पनि त्यसैमा आउँछ, सबै चिज त्यसैमा आउँछ। सो एकचोटि भट्टी छिरौँ ल। साँझ पख भट्टीमा छिरेको यो 18 वर्षभन्दा मुनिको भन्दा पनि अङ्कलहरू हुन्छ नि, पैसा सैसा पनि कमाएको, कार साथ चढ्ने होइन, यसो हातमा सुनको बालाहरू, घडी सडी लगाएको, हल्का भुँडी प्याट लगाएकोहरू होइन, अनि घरमा आन्टीसँग यसो हेर्दा फिलिङ्स नआएकोहरू अङ्कलहरू हुन्छ नि। खास उहाँहरूको लागि हो कि साँझ पख भट्टीमा छिरेको थाहै पाइन बिल कति तिरेको, कान्छी मुसुकै पैसा भुसुकै, कान्छी मुसुकै पैसा भुसुकै। अब म कान्छी मुसुको भन्छ, तपाईँहरू पैसा भुसुको भन्नुहोस् ल। कान्छी मुसुकै, कान्छी मुसुकै। यतापट्टिको आवाज अझै सेक्सी आएन है। कान्छी मुसुकै, कान्छी मुसुकै। ओके अब हामी कान्छीको लाइन, सेक्सी सेक्सी कान्छीको लाइन। नाको फुली टुल्के गुटी लिली, नाको फुली टुल्के गुटी लिली, सोल्टी राजा 3 पेगमै फिलिली, पैसा हर्ला कै सोल्टी सर्ला कै, पैसा हर्ला कै सोल्टी सर्ला कै। अब पैसा हर्ला के म भन्छु, सोल्टी सर्ला कै तपाईँले भन्ने त। पैसा हर्ला कै, पैसा हर्ला कै, पैसा हर्ला कै, कान्छी मुसुकै। ओके कान्छी मुसुक पैसा मुसुकै सँगसँगै गाउनुपर्छ, यही एनर्जीमा गाउनुपर्छ है त।